बेलाको बाद तपाईँले थाहा हुँदै जाए किताब यसरी समातेर चप्पल लगाएर त्यसरी नै बित्यो भनौँ न पहिलो 10 वर्ष हाइट वेट बिएमआई यसरी सबै कुरा हेर्नुपर्छ। अहिले मैले भने मैले हाइट र वेट चाहिँ भने कलर भिजन हेरिन्छलाई कलर भिजनमा पास हुनुपर्छ। हेलो एभ्रिवान, नमस्ते, इट्स मी डक्टर दिपेन लामा र सिनाप सेसनमा तपाईँहरूलाई स्वागत छ। र आजको एपिसोडमा स्पेसल गेस्ट हुनुहुन्छ मेरो जुनियर भाइ, एक ब्याच जुनियर आइएमबाट। भाइ वेलकम टु द सो। धन्यवाद दाइ। र भाइको परिचय, अहिले कहाँ बस्दैछौ, के गर्दैछौ? अच्छा नमस्ते सबैजनालाई। मेरो नाम डाक्टर सानुकाजी बस्नेत हो। मेरो घर चाहिँ धादिङ हो। म धादिङमै जन्मेर त्यहीँ हुर्केर पछि पढाइको सिलसिलामा काठमाडौँ आएको। अनि अहिले चाहिँ म सतुङ्गलमा बस्छु। र दाइले भनिहाल्नुभयो मेरो अग्रज दाइ हुनुहुन्छ, मेरो एक ब्याच सिनियर आइएमको। अनि बन्डिङमा जाँदाखेरि 2 वर्ष बन्डिङ गरियो। अनि बन्डिङ सकेपछि चाहिँ अहिले चाहिँ म नेपाल आर्मीको प्राविधिक उपसेनानी पदमा भर्खरै नियुक्ति भएको दाइ। कङ्ग्रेचुलेसन भाइ, बिग कङ्ग्रेचुलेसन र बेस्ट विसेस। र आजको स्पेसल एपिसोडमा हामी त्यही भाइको अहिले रिसेन्टली, तपाईँहरूलाई चाहिँ मैले नभन्नु, भाइले नै भनोस् भनेर चाहिँ मैले त्यो भनिनँ। भाइले चाहिँ रिसेन्टली अब डक्टरबाट चाहिँ अब एमबिबिएसबाट चाहिँ आर्मी जोइन गरेको छ है। रिसेन्टली चाहिँ भाइको नाम निस्केको त्यहाँ चाहिँ होइन, र भाइको सेलेक्सन भएको। सो बिग कङ्ग्रेचुलेसन हाम्रो सिनेप्स टिमबाट र बेस्ट विसेस। र भाइको एक्सपिरियन्स आज हामी सुन्नेछौँ र ओभरअल एमबिबिएसको एक्सपिरियन्सदेखि लिएर अगाडि एमबिबिएसभन्दा अगाडि +2 को पनि जर्नीको बारेमा कुरा गर्छौँ। र त्यही भएर अन्तिमसम्म भिडियो हेरिदिनु होला। र सुरु गरौँ भाइ, तिम्रो अब बच्चादेखिकै सुरु गरौँ न, स्कुलिङदेखि, किनभने पोडकास्ट हो, हामी अब बच्चादेखि नै जाउँ होइन, रमाइलो गरौँ, बच्चाको यादगार गरौँ। अब कस्तो रह्यो बच्चा स्कुलिङ होइन, त्यो लाइफ हुन्छ नि, अब सानोको लाइफ कस्तो भयो, अनि त्यसपछि स्कुलिङ कहाँ गऱ्यो, त्यसपछि तिमीले +2 कहाँ पढ्यो, त्यसको कुरा गरौँ त। हुन्छ दाइ, हुन्छ। मैले अघि भनिहालेँ, म धादिङको ज्याम्रुङ भन्ने गाउँ थियो मेरो दाइ। पहिला त अब भिडिसी थियो, अहिले चाहिँ नगरपालिका भन्छ। म त्यहाँ जन्मेको। मैले त्यहाँ 3 क्लाससम्म चाहिँ गाउँकै सरकारी स्कुलमै। त्यो बेलाको बाद तपाईँले थाहा हुँदै जाए किताब यसरी समातेर चप्पल लगाएर त्यसरी नै बित्यो भनौँ न पहिलो 10 वर्ष। त्यसपछि चाहिँ अब मेरो बुवा पनि आर्मी हो दाइ। बुवा पनि नेपाली सेनामै हुनुहुन्थ्यो। अनि अब बुवा अब होइन, गाउँमा त बच्चाहरूको राम्रो भविष्य नहोला, पढाइ त राम्रै स्कुलमा गर्नुपर्छ भन्ने सोच्दै बुवाले काठमाडौँ ल्याउनु भयो। अनि म वहाँ 3 क्लास पास हुँदै फेरि काठमाडौँको बोर्डिङमा आएर 1बाट पढेको। 1 पढेँ। त्यसपछि चाहिँ मैले उमेर बढाएको कारणले जम्प गरेँ दाइ। 1, 3, 5 गरेँ। मैले 4 चाहिँ मैले कहिल्यै पढेँ मेरो जिन्दगीमा, मैले 4 क्लास चाहिँ पढेकै छैन। त्यसपछि चाहिँ अनि म 5 पछि 6, 7, 8 चाहिँ मैले सरकारी स्कुल पढेको दाइ। गीता माता स्कुल हो, डल्लुमा छ। त्यसपछि बुवा आर्मी भएर बुवा कहिले मिसन जाने कहिले कता जाने हुनुहुन्थ्यो। बुवा खासै घरमा बस्नुहुन्थेन। पछि बुवाले मिसन गएर आएपछि हामीले घर चाहिँ सतुङ्गलमा बनायौँ दाइ। त्यही भएर मैले 9 र 10 चाहिँ सतुङ्गलको एआई स्कुल बोर्डिङ स्कुल हो दाइ। म सरकारी बोर्डिङ गरिरहेको सरकारी बोर्डिङ। अनि एसएलसी मैले एआई स्कुलबाट गरेको दाइ। राम्रै थिएँ, स्कुल टपेकै हो त्यो बेला नि। त्यसपछि +2 चाहिँ म खासमा चाहिँ आर्मी बुवा भएको कारणले वीरेन्द्र सैनिकमै पढ्ने प्लान थियो। हजुर, इन्ट्रान्स दिन पनि गएँ, तर सम्भवश त्यहाँ नाम निस्केन। त्यसपछि अन्त त मैले केही सोचेकै थिइनँ। अनि वीरेन्द्र सैनिक नभएपछि त्यसलाई ठिकै छ, म घर नजिकै पढ्छु भनेर कालीमाटीमा जिएस कलेज भन्ने छ दाइ त्यो। कालीमाटीमा? हजुर, कालीमाटीमा छ। अहिले चाहिँ सर्या भन्ने सुनेको थिएँ। के जिएसको फुल फर्म? गौरीशङ्कर दाइ। गौरीशङ्कर हायर सेकेन्डरी स्कुल हो। त्यहाँ +2 गरेँ। त्यसपछि अब +2 पछि अब एमबिबिएस राम्रै विद्यार्थी भएको कारणले, बाहिरको कारणले अब के गर्ने भन्दाखेरि त्यो एमबिबिएस भन्ने भयो। त्यसपछि अब कहाँ जाने त भन्दाखेरि अब त्यो बेला चलेको नियम नै थियो दाइ। त्यही भएर नियममा गइयो, प्रिपरेसन गरियो। 4-5 महिनापछि पहिलो आइएम थियो। पहिलो आइएममा चाहिँ निस्केन, त्यति धेरै तयारी भएको थिएन। त्यसपछि एमआई भयो। एमआईमा मैले लुम्बिनी पाएको थिएँ दाइ। लुम्बिनी पाएको थिएँ केयुबाट। आइएम दिइसकेपछि आइएम पछिको एमआईमा मैले लुम्बिनी पाएको थिएँ, तर पहिलो टियुमा चाहिँ पाइएन, पछि केयुमा चाहिँ पाइयो। अब त्यो अनि त्यही भइरहेको थियो। धरानी प्रिपरेसन गरेको थिएँ, धरानी गएँ, धरानमा निस्केन। त्यसपछि सेकेन्ड आइएममा चाहिँ ऱ्याङ्क 15 आएर सबसे राम्रो क्षण, सबसे खुसी लाग्ने क्षण, बाबालाई प्राउड बनाएको क्षण त्यही हो। आइएममा नाम निस्केको अवस्था। हजुर, अहिलेको पनि हो। अहिलेको सेकेन्ड भन्छु म दाइ। मेरो करियरमा पहिलो मेरो एचिभमेन्ट र मैले बुवा मम्मीलाई खुसी बनाएको भनेको आइएममा नाम निस्केर। त्यसपछिको दोस्रो भनेको चाहिँ अहिले अब यस्तो हुन्छ कि अब आर्मी फ्यामिली ब्याकग्राउन्ड भएपछि चाहिँ आर्मीमै जानु मन लाग्ने बच्चादेखिको प्यासन हुने क्या। किनकि अब
बच्चादेखि नै हामीले आर्मीको चुस्ता भन्छ नि त्यो हरियो लुगालाई हजुर। प्यान्ट बनाउने सर्ट बनाउने त्यस्तो बनाएर लाउँथ्यौँ क्या त्यो अनि अब बुवाले अब बिस्कुटहरू ल्याउने रासनहरू ल्याउने मिसन जानु पाउँछ अरे भन्ने पहिलादेखि नै प्यासन हुन्थ्यो त्यही भएर अनि अब बोन्डिङको बेला बोन्डिङ चाहिँ मैले सरेन्डर सिधै दार्जिलिङमा आफू जन्मेकै ठाउँमा गएर आफ्नै वरिपरिको चिनेको मान्छेको सेवा गर्ने मौका नि पाएँ हजुर। त्यो हिसाबले म लक्की भएँ जस्तो लाग्छ दाइ मलाई अनि अब बोन्डिङको बेला अब पहिलादेखि नै सोच्थ्यो है इन्टर्न हुँदादेखि नै अब एमबिबिएस पछि के गर्ने त भन्दाखेरि अब हजुरलाई थाहा छ हाम्रो आइएममा सबै युएसएमएले गर्ने अमेरिका जाने ट्रेन्ड छ हजुर। अब होइन अब नेपालमै के गर्नुपर्छ विदेश गएर मात्र हुँदैन भन्ने सोच बनाएर नेपाल बस्ने सोच बनाइयो मेरो र परिवारको त्यही हिसाबले अब नेपालमै बस्ने भए त बाबु बुवाकै पेसा र प्लस अब नेपालमा चाहिँ आजको दिनसम्म यस वान अफ द मोस्ट डिसिप्लिन इन्स्टिट्युसन भनेर चिनिन्छ नेपाल हामीलाई त्यही हो एक्ज्याक्टली त्यही भएर नि त्यता जाने निर्णय गर्थ्यो है Okay. अनि अब सेलेक्सन लामो हुन्छ फेरि अरू जस्तो होइन है अब लोकसेवाको त एउटा रिटर्न हुन्छ एउटा इन्टरभ्यू हुन्छ सक्यो हुन्छ हाम्रो चाहिँ मैले 8 महिना लाग्यो 8 months प्रोसेस 8 मन्थ प्रोसेस हो दाइ हाम्रो पहिला 3-4 महिना हुन्थ्यो अहिले चाहिँ 7 to 8 मन्थ स्ट्रगलै रहेछ त गाह्रो झन् लामो भनौँ न गाह्रो भन्दिनँ म लामो चाहिँ भन्छु हुन्छ भाइ अब एमबिबिएसको पनि कुरा गरौँ त आइएमको त्यो जर्नी होइन त्यो अब आइएमको चाहिँ कस्तो जर्नी थियो आइएमको लाइफ हुन्छ नि एमबिबिएस लाइफको कुरा गरौँ होइन अब हामी त सँगै आइएममा होइन अब त्यो लाइफको पनि कुरा गरौँ त हजुर हुन्छ दाइ हुन्छ अब आइएममा नाम निस्केपछि अब फर्स्ट इयर भनेको चाहिँ अब जे भयो नि सबैलाई ठुलो एक्सपेक्टेसन हुन्छ नि त आइएममा नाम निस्केको नेपालकै क्रिम नेसन हो अब एक्सपेक्टेसन ठुलै थियो त्यसपछि गयो त्यसपछि अब त्यो सिनियरहरूको पनि राम्रो रेस्पोन्स सबैले भाइ भन्ने के यताउता केही पऱ्यो भने हेल्प गर्ने सबै रेस्पोन्सहरू यता यो किताब पढ यो किताब गर एकाडेमिकली पनि राम्रो हेल्प हुने त्यसपछि अब घुम्ने कुरो पनि ल यो बेला चाहिँ यो ठाउँमा घुम्ने यो बेला चाहिँ घुम्ने भन्ने कुरा फर्स्ट इयरमै सुरु भइसकेको थियो फर्स्ट इयरमा चाहिँ अब नयाँ साथी बनाउने विभिन्न जिल्लाको नयाँ साथी बनाइयो त्यसपछि अब त्यहाँ हाम्रो फर्स्ट इयरको फिल्ड 1 महिनाको सबैलाई अविस्मरणीय नै भन्छु म त्यो है मेमोरेबल भन्छ कतिको लभ पर्छ कति नेपाल घुम्न जान्छन् त्यो चाहिँ पढाइ बाहेक अलिकति रमाइलो गर्ने बाटो हुन्थ्यो हामीलाई त्यसपछि सेकेन्ड इयर आउँथ्यो सेकेन्ड इयरमा चाहिँ अलिकति बढी पढ्नु पर्थ्यो यताउता हुन्थेन त्यसपछि थर्ड इयर हुन्थ्यो थर्ड इयरमा त हाम्रो हनिमुन इयर धेरै पढ्नु नपर्ने इन्डियाको टुर नि गइयो गोवा गइयो मुम्बई गइयो दिल्ली गइयो जस नेपाल त घुम्थ्यो नि त्यो बेला इन्डिया नै घुम्न पाइएको छु म पढाइ त अलिअलि त पढिहालिन्छ त्यो बेसलाइन सबैको भइहाल्छ यस त्यसपछि अब फोर्थ इयर आउँथ्यो फोर्थ इयरबाट माइनर सुरु हुन्थ्यो अनि यस आइएममा एमबिबिएस गर्नु चाहिँ बेस्ट नै भन्छु मेरो लाइफको एक्सपिरियन्स किनकि पढाइ पनि हुन्थ्यो साथसाथै अरू कुराहरू पनि धेरै हुन्थ्यो कोही अब पोलिटिक्समा एक्टिभ हुनेहरू पोलिटिक्सतिर लाग्थ्यो ठाउँ थियो पढ्नेहरूलाई त्यस्तै पढ्ने ठाउँ थियो रिसर्च गर्नेलाई त्यस्तै रिसर्च गर्ने ठाउँ थियो स्पोर्ट्समा लाग्नेलाई त्यो सब कुरा चाहिँ होल कम्प्लिट एउटा इन्भाइरोमेन्ट चाहिँ छ आइएममा भाइले पनि एक्सपिरियन्स गर्यो अब आइएम पछाडिको चाहिँ भाइ अब एमबिबिएस को जर्नी त भइहाल्यो यादगार नै भयो होला आइएम त बेस्ट प्लेटफर्म भयो तिमीले आफै पनि भन्यो आइएममा नाम निस्किनु चाहिँ मेरो लाइफको चाहिँ फर्स्ट एचिभमेन्ट ठुलो अचिभमेन्टमा चाहिँ आइएम राख्छौ भनेर भन्यो अब आइएम पछाडि चाहिँ बन्डिङको प्रोसेस कस्तो रह्यो हुन्छ नि अब आइएमको अब हुन्छ नि अब एमबिबिएस पढ्ने अथवा अधिकांश अब स्कलरसिप होल्डरहरू अब बन्डिङमा जानै पर्छ कम्पलसरी जानै पर्छ त्यो एक्सपिरियन्स कस्तो रह्यो के डिसिजन थियो माइन्डमा त्यो एमबिबिएस टाइपको इन्टर्नसिप सकेपछि चाहिँ अब बन्डिङमा जानुपर्छ है भन्दाखेरि चाहिँ के माइन्ड सेट बनाएको थियो त्यो प्रोसेस कस्तो थियो विभागको प्रोसेस कस्तो थियो त्यो हल्का त्यो रिक्याप्चुलेट गरौँ न हामी हुन्छ अब इन्टर्नसिपमा फर्स्टमा त खासै त्यही धेरै सोचेको थिएन फर्स्ट इन्टर्नसिप नि रमाइलो हुन्थ्यो विभिन्न डिपार्टमेन्ट घुम्न पाउने नयाँ नयाँ कुरा सिक्न पाउने सरहरूले पनि नयाँ नयाँ कुरा सिकाउने चिन्ने फर्स्टमा त सुरु भएको थियो तर अलिक पछि गएपछि चाहिँ ल अब चाहिँ बन्डिङ जानुपर्छ अरे गाउँमा जानुपर्छ अरे गाउँमा एक्लै भइन्छ कसरी गर्ने के गर्ने भनेर अलिकति सिरियस हुन थाल्यो त्यही अनुसारले अलिकति गाउँमा कसरी गर्ने त एक केसलाई भनेर अलिकति केस बेस पनि त्यसरी हेर्न थाल्यो त्यसपछि बिस्तारै हाम्रो वैशाखमा सक्यो है वैशाखमा सक्यो त्यसपछि अब कहाँ जाने त भन्दाखेरि अब धारिङै घर भएको र त्यहाँ नजिकै सरेन्टा पिएचसी भन्ने थियो कि दाइ त्रिपुरा सुन्दरी गाउँपालिकामा अनि ठिकै छ नि त म आफ्नै घर नजिक जान्छु घर बाहेक मलाई ठाउँ दिनु नि त भनेर टेकु पनि भन्छु मान्नु होला नि त भन्ने आफ्नो एक्सपेक्टेसन त्यसपछि टेकु गयो टेकुमा सबै कामहरू
यताउता प्रोसेसिङहरू गर्दा निवेदनहरू लेख्दाखेरि 2-3 ठाउँ चुज गर्न लाउनु पर्छ हाम्रो बेला चाहिँ प्रदेश चुज गर्नुपर्छ चाहिँ पहिला त्यसपछि मैले बागमती प्रदेश गण्डकी प्रदेश अनि कर्णाली प्रोभिन्स यो 3टा लेखेको थिएँ अनि लास्टमा मलाई पर्यो कर्णाली प्रोभिन्स कर्णाली प्रोभिन्सको चिठी आयो है अब यो त धादिङ काठमाडौँ बसेर मान्छे अब पुरै उता सुदूरपश्चिम त कसरी जाने भयो क्या है अब अहिले पऱ्यो भने त गइन्थ्यो पनि होला त्यही पनि अब भित्रभित्रै अब जाने इच्छा थिएन त्यो त टाढा परिवार यहाँ भएको अनि त्यो हिसाबले अब धादिङ नै जाउँ न त भनेर अलिकति लबिङ गरियो त्यसपछि चाहिँ चिठी अब आफ्नो माइन्डसेट पनि हुन्छ नि त आफ्नै जिल्लामा गएर के सेवा गरौँ भन्ने त अहिले त इनर्जी छ नि त इन्थुजियास्टिक छ आफ्नै ठाउँमा गरौँ भन्ने हिसाबले त्यस अलिकति लबिङ गरेर भनेपछि मिल्यो त्यसपछि मैले बागमती प्रोभिन्स पाएँ बागमती प्रोभिन्सबाट धादिङ मबाट थिएँ त्यो भएर मैले सरेन्डर पेसकी चिठी पाएँ है त्यो बिचमा 1 महिना लाग्यो कोभिड थियो है हामी हेटौँडा बाइकमा चिठी पुर्याउन मात्र हेटौँडा गएको हेटौँडाबाट चाहिँ नियुक्ति भएको हाम्रो थिएन विभागसम्म थियो हाम्रो विभागबाटै थियो त्यसपछि हाम्रो बेला चाहिँ कोभिडै भएको र सिधै टेबुलले चिठी नहानेको भएर 1 दिनमा हामी हेटौँडा गएर चिठी बुझाएर त्यहाँ कहीँ बस्ने माहौल नभएर फेरि बाइकमै फर्केर काट्नु आएको त्यही त अब अहिले त्यस्तो थियो त्यो बेला त्यस्तै सम्झिँदाखेरि पनि त्यस्तै हामीलाई पनि 1 महिना मलाई पनि लागेको थियो 1 महिना जति लाग्यो है म पनि आफ्नै ठाउँमा गएँ तिमी पनि आफ्नै ठाउँमा गएछ म पनि रसो आफ्नै ठाउँमा गएँ आफ्नै ठाउँको जिल्लालाई अब जिल्लावासीहरूलाई चाहिँ सेवा दिनु पनि एउटा छुट्टै बेग्लै हुन्छ क्या मजा त्यो बेग्लै आफ्नो भित्रबाट फिलिङ आउँछ अब तिमीलाई पनि त्यो फिलिङ आयो नि त अरू ठाउँमा नगर्ने होइन हामी गर्छौँ तर पहिला चाहिँ करियरको सुरुमा चाहिँ आफ्नै जिल्लामा गरौँ न भन्ने एउटा पोजिटिभ भाइब नै हो त्योमा त अब कुनै त्यो नै छैन होइन त्यो त आफूले भित्रबाट मनमा अब आफ्नै गाउँठाउँको सेवा दिनु भनेको ठुलो कुरा हो अब तर अब त्यो लेभलको हाम्रो चाहिँ अब एमबिबिएसको अब डक्टर्सहरूदेखि लिएर अरू हेल्थ वर्कर्सहरू पनि त्यो लेभलको प्रोडक्सन पनि भएको छैन कि जुन चाहिँ दुर्गमबाट जति प्रोडक्सन हुनु पनि भएको छैन नि त अब दुर्गमबाट प्रोडक्सन राम्रै भयो भने त आफ्नै दुर्गम ठाउँमा आफ्नै जिल्लामा गएर सेवा दिने पनि त हुन्छ नि दिइरहेको पनि छ जस्तो नि प्रवेश गर्यो अब जो चाहिँ भर्खरै अब एमबिबिएस गरिरहेको छन् अथवा इन्टर्नसिप अथवा जो चाहिँ अब पछि गएर चाहिँ म नै आर्मीमा जोइन गर्छु एज अ डक्टर होइन आर्मीमा डक्टर भएर सेवा दिन्छु भन्नेलाई चाहिँ तिमी हुन्छ नि अब के रिक्वायरमेन्ट छ र तिम्रो मेसेज के छ रिक्वायरमेन्ट अब रिक्वायरमेन्ट पनि केही होला नि त सबै कुराहरू र तिम्रो मेसेज त्यो कुरा गरौँ नि त अब यो जो भाइ बहिनीहरू जो चाहिँ अब आर्मीमा छिर्ने सोचिरहनु भएको इन्टर्नमा हुनुहुन्छ अथवा कोही एमओ भइसक्नुभयो रिक्वायरमेन्टको कुरा गर्दा चाहिँ यस्तो हुन्छ अब केटाको हकमा चाहिँ हाइटमा 5'3" हो 5 फिट 3 इन्च उता केटीहरूको हकमा 5 फिट यति हाइट हुनुपर्छ त्यसपछि वेटमा केटाहरूको लागि 50 केजी केटीहरूको लागि 40 केजी यो रिक्वायरमेन्ट छ है त्यसपछि अरू भनेको चाहिँ यस्तो हुन्छ त हाम्रो सेलेक्सनमा चाहिँ म थोरै सेलेक्सन प्रोसेसमा फर्स्टमा हाम्रो चाहिँ यो जुन जो फर्म भर्ने चाहिने डकुमेन्ट बुझाउने त केही नयाँ भएन त्यो गरेपछि हाम्रो सुरु भनेको चाहिँ बियरिङबाट सुरु हुन्छ है बियरिङ भनेको चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ हाइट वेट बिएमआई यसरी सबै कुरा हेर्नुपर्छ अहिले मैले हाइट र वेट चाहिँ भने कलर भिजन हेरिन्छ है कलर भिजनमा पास हुनुपर्छ त्योभन्दा माथि मेरो नभन्दैछ धेरै नै छ टुसम्म हुन्छ -2 भन्दा माथि नै भइहाल्यो त्यसपछि अरू स्क्रिन गर्दाखेरि चाहिँ यो हातखुट्टाहरू बाङ्गो भएको हुनु हुँदैन कसैको छौडा आउँदा हुन्छ होइन त्यस्तो हुनु हुँदैन कसैको खुट्टा लामो छोटो हुन्छ त्यस्तो हुनु हुँदैन त्यसपछि तपाईँको केही ग्रोस डिफर्मिटी हुन्छ नि त जस्तो यो स्कोलोसिस काइफोसिसहरू हुन्छ नि त्यस्तो हुनु भएन त्यसपछि तपाईँको कपाल पनि धेरै झरेको हुनु हुँदैन अलिकति स्ट्रिक्ट छ सेतो फुलेको नि हुनु हुँदैन धेरै झरेको नि हुनु हुँदैन कपालमा त्यो हुन्छ अनि यो इयरमा चाहिँ टिएम पर्फेक्ट भएको हुनु हुँदैन टिएम इन्ट्याक्ट हुनुपर्छ आँखा मैले भनिसकेँ कलर भिजनलाई भिजुअल एक्टिभिटी त्यसपछि तल अलिकति तल हाइड्रोसिल हर्ने आउनु भएन त्यसपछि तपाईँको हेमोरोइड्सहरू हुनु भएन त्यसपछि खुट्टामा पनि अब कसैको हड्डी फ्र्याक्चरहरू भएको यताउता केही हुनसक्छ नि पहिला त्यस्तो केही पनि हुँदैन यो चाहिँ जेनरल यति कुरा केही छैन बियरिङ भन्छ है अनि दाँतमा चाहिँ अगाडिको दाँतहरू झरेको हुनु हुँदैन अनि किराले खाएको पनि हुनु हुँदैन र अलि धेरै नै उयो बिग्रेको भनौँ न बङ्गराको आएको यस्तो पनि हुनु हुँदैन भित्रतिर अब धेरै किराले खाएको छ भए फिलिङहरू गर्नु पऱ्यो यो सबै कुरा यस्तो सबै कुरा हेरिन्छ त्यसपछि तपाईँको त्यो पास भएपछि चाहिँ हजुरको हुन्छ रनिङ हुन्छ दाइ रनिङ 2टा हुन्छ एउटा 300 मिटर हुन्छ एउटा चाहिँ तपाईँको 1 माइल दौड हुन्छ दाइ त्यसपछि
पुसअप हुन्छ, चिनअप हुन्छ, सिटअप हुन्छ। यो जस आर्मी भनेपछि चाहिँ 10 चोटि पुसअप गर्न सक्नुपर्छ। केटालाई 10 चोटि, केटीलाई 8 चोटि। रनिङ चाहिँ के त्यो टाइम हुन्छ? रनिङ टाइम हुन्छ त। रनिङ हाम्रो हकमा चाहिँ हामी तपाईँको 300 मिटर दौड चाहिँ 65 सेकेन्डमा पुरा गर्नुपर्छ। 65 सेकेन्डमा 300 मिटर। हजुर, रनिङ एउटा त्यो। अर्को चाहिँ तपाईँको 1 माइल रन भनेको हुन्छ त। 1 माइल चाहिँ हामीले 9 मिनटमा कम्प्लिट गर्नुपर्छ। जस ठिकठाक अब धेरै ओबिसिटी नभएको ठिकठाक मान्छे हामी अलिअलि कहिले खेल्ने मान्छे सकिन्छ। त्यस्तो गाह्रो छैन। तपाईँको मैले भनिहालेँ पुसअप हुन्छ, चिनअप 2 चोटि हुन्छ त, पुसअप 10 चोटि, त्यसपछि सिटअप 10 चोटि। यति चाहिँ मिनिमम फिजिकल हुनै गर्न सक्नु पर्यो। यति सक्नु पर्यो। केटीलाई अलिकति सजिलो हुन्छ। केटीहरूलाई तपाईँको चिनअप भन्ने हुँदैन। केटीहरूलाई चाहिँ सिटअप 8 चोटि हुन्छ, पुसअप 5 चोटि हुन्छ, तपाईँको सिटअप 8 चोटि हुन्छ। अनि रनिङमा अलिकति टाइम छ। हाम्रो 9 मिनट छ भने उनीहरूको 11 मिनट हुन्छ। हाम्रो 65 सेकेन्डमा छ भने उनीहरूको 75 सेकेन्ड हुन्छ। 9 मिनट चाहिँ 9 र 11 मिनट चाहिँ कति? 1 माइल त्यो हुन्छ है। तपाईँको यति रनिङ सक्यो, यो पुसअप सिटअप चिनअपहरू सक्यो र ग्रस केही डिफर्मिटी छैन। अघि भनेको कुराहरू छैन भने चाहिँ ल चाहिँ लिखित एक्जामलाई एलिजिबल भयो। लिखित एक्जाम चाहिँ लोकसेवाको एक्जाम हुँदै आर्मीले लोकसेवालाई ह्यान्डओभर गरेको सेम लोकसेवा जस्तो। अलिकति फरक भनेको लोकसेवामा चाहिँ 100 हुन्थ्यो भने तपाईँको यसमा चाहिँ 75 एमसिक्यू र 75 चाहिँ एससिक्यू। त्यो चाहिँ यस्तो एमसिक्यू हुन्छ नि त। हामीले 75 एमसिक्यू भयो। सबै फर्स्ट इयरदेखि फाइनल इयरसम्मको जे पनि आउन सक्यो। त्यसपछि सब्जेक्टिभमा चाहिँ तपाईँको लङ क्वेसन र सर्ट क्वेसन भन्ने हुन्छ है। त्यो दुईवटा गरेर एउटा 10 मार्क्स गरेर 5 मार्क्स। त्यो चाहिँ कस्तो सोच्छ? त्यो चाहिँ ठ्याक्क फाइनल इयर जस्तो त। हामीले पढिरहेको त हो नि। हामीले त्यो फाइनल एक्जाम दिन्छौँ नि। अब तपाईँको जे पनि हुन्छ, इएनटी होस्, आई होस्, मेडिसिन होस्, सर्जरी बारेमा त्यो ठ्याक्कै लोकसेवा जस्तै हो। सिलेबस छ, लामो सिलेबस छ। सिलेबस हेरेपछि त्यो सबैले थाहा भइहाल्छ। त्यो चाहिँ थियो दाइ रिटर्न। त्यो रिटर्न क्लियर भएपछि अब आउँछ तपाईँको प्र्याक्टिकल। प्र्याक्टिकल भनेको चाहिँ हजुरको ठ्याक्कै फाइनल इयरको हामीले दिन्छौँ नि लङ केस एउटा केस हुन्छ। सपोज अब कोलेसिस्टाइटिस होला अरे, कोलेलिथियासिस होला अरे, अथवा मेडिसिनमा स्ट्रोक होला अरे होइन। ठ्याक्कै हाम्रो फाइनल लङ केस एउटा मेडिसिनको लङ केस हुन्छ दाइ, एउटा सर्जरीको लङ केस हुन्छ। मेडिसिनको लङ केस हजुर त्यो हुन्छ। त्यसपछि भाइभा त्यही दिन हुन्छ। भाइभा टेबल भाइभामा चाहिँ हजुरको इन्स्ट्रुमेन्टहरू हुन्छ, इसिजी हुन्छ। हेरी मेडिसिन र सर्जरी भनौँ न। 1 घन्टा लङ केस, 1 घन्टा टेबल भाइभा। त्यो छ दाइ प्र्याक्टिकल। त्यसपछि हजुरको प्र्याक्टिकलमा नाम निस्केपछि अब हाम्रो हुन्छ कि तपाईँको यो साइकोलोजिकल टेस्ट भन्छ। साइकोलोजिकल टेस्टमा चाहिँ आइओटिओ जिटिओ भन्ने हुन्छ कि तपाईँको 1 हप्ता जति लाग्छ यो होइन। हजुरको साइकोलोजिकल फिट हुनु पर्यो। साइकोलोजिकल यो मेन्टली सक्यो होइन। अब साइकोलोजिकल यसमा चाहिँ हजुरको के हुन्छ भन्दाखेरि तपाईँको एउटा आयो भनेको चाहिँ इन्टरभ्यू नै हो एक किसिमको। तपाईँको 1 घन्टा जति सिनियर सरले 1 घन्टा राखेर हजुरको डिटेल कुराहरू सोध्नुहुन्छ। त्यसमा हजुरको पास्ट जन्मदेखिको अहिलेसम्मको आफ्नो लाइफ सोध्नुहुन्छ, एकाडेमिकली पनि सोध्नुहुन्छ। र त्यसमा चाहिँ एमसिक्यूहरू त खासै अलिक थोरै हुन्छ। मेन चाहिँ त्यसमा हजुरको यो रिसेन्ट बाहिर के भइरहेछ नेसनली इन्टरनेसनली न्युजहरू सोध्नुहुन्छ। अनि हाम्रो सिनियर डक्टर दाइहरूले भन्नुहुन्छ कि यस्तो विकट ठाउँ पनि छ कि आर्मीमा नआएको भए म त जान्थिनँ भाइ त्यहाँ भन्नुहुन्छ कि दाइहरूले। जस नेपाल राम्रो छ नि त दाइ, हामीले त एक्सप्लोर गर्नै सकेका छैनौँ नि। कति राम्रो ठाउँ छ है। त्यही त एउटा त्यसरी नेपाल एक्सप्लोर गर्न पाइयो दाइ। त्यसपछि अर्को भनेको एउटा सेक्युरिटी, सरकारी जागिर हो नि त। सरकारी जागिर हो। तपाईँको अब आफूले केही गल्ती गरेन भने कसैले निकाल्दैन। तपाईँले अब डिसिप्लिनमा सबै काम राम्ररी गर्नुभयो भने अरू करियरको अरू डाइमेन्सनहरू पनि हेर्न पाइन्छ। जागिर खोज्दै सिभिलमा जसरी अब गाह्रो छ नि त सिभिलमा चाहिँ होइन आजकल, त्यो गर्नु परेन। अर्को भनेको चाहिँ अब पिजीमा तपाईँले अब 5 वर्षपछि पिजी पाउनु भयो भने तपाईँ पास भयो पुग्छ। सी पास भयो पुग्यो। टफ छ नि त कम्पिटिसन होइन। अहिले तपाईँको भनेको विषय पाइँदैन कि। मेन कुरा त पास भएर पनि भनेको विषय पाउँदैन। तपाईँको मेरै साथीहरू छन् अब कति राम्रो ऱ्याङ्क छ, कति 100 समथिङ ऱ्याङ्क ल्याएर पनि अब आइएम पढ्न नपाएको छ। गाह्रो छ नि त। त्यही भएर अब हामीले चाहिँ त्यहाँ पास भयो भने चाहिँ पुणेमा आर्मीको कलेज छ कि त, एफएमसी पुणेमा छ आर्मीकै मेडिकल कलेज हो। इन्डियामा पनि पाइन्छ। इन्डियामा पनि पाइन्छ, इन्डियामा पनि पढ्न पाइन्छ, नेपालमा पनि पाइन्छ। नेपाल जस भनेको विषयमा पिजी पाइन्छ। त्यो भयो। अनि अरू भनेको चाहिँ अब अहिले पेन्सन त छैन तर उपदान सिस्टम छ, त्यो पनि भइहाल्यो। सरकारी सेवाको राम्रो काम, बिमा हुन्छ, सञ्चय कोष काटिरा हुन्छ। त्यो हिसाबले र अरू पनि छ त। अरू सानो कुराहरूमा चाहिँ तपाईँको अब मेन चाहिँ ऊ पनि छ मेडिकल। तपाईँको आफ्नो फ्यामिलीलाई
आफ्नो फ्यामिली बुढाबुढी बाआमा र आफ्नो 21 वर्षभन्दा तलको छोराछोरीलाई वीरेन्द्र सैनिक छाउने अस्पतालमा सबै फ्री सेवा सबै फ्री भइहाल्यो। राम्रो हो नि त एउटा। राम्रो हो त्यो त। नेपाल जस्तो गरिब देशमा त एक्सपेन्सिभ छ नि त मेडिकल सिस्टम। त्यो हिसाबले अब छाउनीमा हुन्छ कि सबै छाउनीमा कभर हुन्छ त। यदि छाउनीले नगर्ने रहेछ भने अरू हस्पिटल रिफर गर्यो भने अरू हस्पिटल त जहाँको पैसा रिफन्ड हुन्छ। राम्रो कुरा। एउटा चाहिँ यो राम्रो, एउटा चाहिँ तपाईँको हेल्थ सेक्युरिटी भनौँ त्यो राम्रो छ। अनि अरू चाहिँ दाइ यस्तो हुन्छ कहिलेकाहीँ कोटा पाइन्छ, आफ्नो छोराछोरीलाई स्कुलमा कोटा पाइन्छ तपाईँको यो स्कुलहरूमा कोटा तपाईँको यो छ नि यो भक्तपुरको सैनिक स्कुल त्यहाँ पनि त्यस्तो धेरै पैसा लाग्दैन, त्यहाँ पढ्न पाइन्छ। त्यसपछि तपाईँ MBBS-मा पनि दाइ 2टा सिट हुन्छ आर्मीको छोराछोरीलाई पुणेमा गएर पढ्नलाई। इन्डियामा पनि सिट हुन्छ +2 पछि इन्डियाको यो पुणे भन्ने मेडिकल कलेजमा 2 वर्ष 2टा स्टुडेन्टलाई चाहिँ स्कलरसिप सिट पाइन्छ। त्यस्तै छ, सेक्युरिटी छ भनौँ न। अनि NIHS-मा पनि कोटा छ दाइ तपाईँको यो अफिसर लेभल, NCO लेभल, JCO लेभल भन्ने सबै कोटाहरूमा उहाँको छोराछोरीहरूलाई जस कोटा छ, स्कलरसिप सिटहरू छ। त्यही हिसाबले नेपाल बस्दा यति सेवा सुविधामा ठिकै छ दाइ। त्यस्तो मलाई यो तिमीले भन्यो नि यो जुन चाहिँ छर्लङ्ग पार्यो नि त दर्शक यिनीहरूलाई पनि छर्लङ्ग भयो होला नि त। अब किन आर्मीमा किन जान्छस् होइन, USMLE गर होइन, प्ल्याब गर अथवा MD गर, चाँडै गर MD सक्का भन्ने भन्दै नि सुविधा त छ नि होइन, यो कुराहरू त छ नि। यो त्यही भएर अब जसलाई इन्ट्रेस्ट छ, इन्ट्रेस्ट भएको मान्छेहरूले दबाएर राखेको हुन्छ कि भ्रममा पारिदिन्छ कि। इन्ट्रेस्ट भएको मान्छेहरू पनि थाहा हुँदैन नि त उनीहरूलाई पनि। त्यही भएर चाहिँ तिमीले राम्रो मेसेज दियो। अब यो पोडकास्टले चाहिँ सहयोग गर्छ होला कि, किनभने देशलाई सेवा गर्नु पनि राम्रो कुरा हो नि त। सो त्यसको लागि चाहिँ थ्याङ्क यू होइन, तिमी आज इन्भिटेसन हाम्रो सिन्याप्स सेसनमा इन्भिटेसन भएर आएकोमा चाहिँ एकदम थ्याङ्क यू भाइ। र अब चाहिँ हुन्छ नि, अब तिम्रो 1 महिना भइसक्यो होइन जोइन गरेको, कस्तो एक्सपिरियन्स सुन न। 1 महिनाको एक्सपिरियन्स पनि धेरै होला। अब कस्तो रह्यो एक्सपिरियन्स त्यो हुन्छ नि, भित्रबाट एक्साइटमेन्ट हुन्छ, कस्तो भयो? दाइ जेठको 19 गते हो मेरो नियुक्ति, अनि 19 गते छिर्यो। ल अब यस्तो हुन्छ कि दाइ अब हाम्रो चाहिँ फुल्ली लाउने भन्ने एउटा स्पेसल सेरेमनी हुन्छ कि दाइ, त्यो भनेको चाहिँ यो हाम्रो सोल्जरमा हामी लकडाउन भनेपछि चाहिँ हाम्रो 2टा कुकुरी क्रस हुन्छ, त्यसको माथि चाहिँ हाम्रो आफ्नो हुन्छ दाइ। अब त्यो लाउने स्पेसल सेरेमनी हुन्छ। त्यसको लागि चाहिँ अनि हामीलाई 2 दिनको ड्रिल थियो दाइ। त्यो भनेको चाहिँ आर्मीको आफ्नै यो सलाम गर्न सिकाउने, बुढा फर 70 सिकाउने, दायाँ फर्किन बायाँ फर्किनु, आफ्नै डिसिप्लिन छ कि दाइ। त्यो चाहिँ बाहिर स्टाइलले फर्किन मिल्दैन कि, त्यो सिकाउनु भयो थियो 2 दिन। त्यो भने चाहिँ हामीलाई तालिमको अलिकति हामीलाई ट्रेलर थाहा भइसकेको थियो कि हामी अब यो लकडाउन अहिले त नियुक्ति भयो भने पछि हाम्रो 3 महिना तालिम हुन्छ कि, TOBC तालिम हुन्छ। त्यसमा चाहिँ पुरै डिटेलमा सिकिन्छ। र त्यसको चाहिँ अलिकति डेमो जस्तो 2 दिन तालिम भयो थियो हाम्रो हेडक्वार्टरमा। त्यो चाहिँ रमाइलो लागेको थियो, नयाँ कुरा पनि थियो, नयाँ पनि थियो, रमाइलो भयो थियो। त्यसपछि फुली लाउने सेरेमनीमा चाहिँ फ्यामिलीलाई ल्याउनु पाइन्थ्यो दाइ। अनि आफ्नो फ्यामिलीहरू अगाडि बस्नुहुन्छ। अनि आर्मीको चिफ चाहिँ हाम्रो बेला चाहिँ हाम्रो चिफ सर नहुनु भएको कारणले त्यो सिनियर सरले हामीलाई यहाँ फुली लगाइदिनु भएको थियो। त्यो दिन नै राम्रो थियो, मेमोरेबल लाइफको मेमोरेबल होइन त्यो। लाइक त्यो छुट्टै फिल आउँछ नि, ड्रेस लाउनु त भाइ हुन्छ नि, त्यो छुट्टै फिल आउँदैन। कस्तो चाहिँ अब अहिले त तिमी सिक्रेट ड्रेसमै छौ, अब त्यो हुन्छ नि आर्मीको ड्रेस कस्तो लागेपछि अलि आफूलाई नै प्राउड भएको जस्तो दाइ, प्राउड भएको जस्तो फिल हुन्छ। अनि अब यो लुगामा मैले बाइक चलाउनु र त्यो लुगामा बाइक चलायो भने चाहिँ म त आर्मी हो भन्ने अलिकति भित्रभित्र त्यो आइहाल्छ क्या फिल्महरूमा देखिन्छ नि भाइ। त्यो आर्मीको ड्रेस लाएर हुन्छ नि, त्यो रोयल एनफिल्ड चलाएको त्यो एक्सपिरियन्स गरेको होइन, लाइक हो त्यो त्यस्तो फिल आयो क्या होइन? त्यो हुन्छ दाइ, त्यो प्राउड फिलिङ आउँछ, आफूलाई आउँछ र घरमा आफ्नो फ्यामिलीलाई पनि लाग्छ दाइ त्यो। अनि जस नेपालमा आर्मी भनेपछि जस रेस्पेक्ट छ दाइ, एउटा एक लेभलको रेस्पेक्ट छ भनेपछि एक्सपिरियन्स चाहिँ जस त्यो सेरेमनीमा चाहिँ एकदम त्यो एक्सपिरियन्स भयो। अनि त्यो काम गराइमा चाहिँ कस्तो, जस्तो हामी त डक्टर हो नि त, डक्टर भएर जानुपर्छ, त्यो चाहिँ कस्तो रहेछ भाइ? अब यस्तो दाइ, अब यता चाहिँ अब हामी सिभिलमा त डक्टर मात्र हुन्थ्यौँ, अब चाहिँ हामी आर्मीको डक्टर भन्ने हुन्छ कि दाइ। त्यही भएर अब त्यही हिसाबको अब यो ड्रेसअपदेखि सबै कुरा, ड्रेसअपदेखि लिएर सिनियर जुनियरलाई गर्ने रेस्पेक्टदेखि लिएर सबै कुराहरूमा चाहिँ डक्टर मात्र नभएर म त आर्मी पनि हो भनेको अलिकति कन्सियस चाहिँ हुनुपर्छ दाइ। अनि नत्र त हाम्रो यता डक्टर नै हो, अल्टिमेटली हामीले खुसी पार्ने, हामीले ट्रिट गर्ने भनेको त बिरामीलाई नै हो। हाम्रो धेरै समय त बिरामीसँगै बित्छ। त्यही पनि अब अरू बेला तालिमहरूको बेला अनि त्यस्तो बेला चाहिँ आर्मी हुनुको अलिकति छुट्टै एक्सपिरियन्स हुन्छ दाइ।
अनि हस्पिटलमा चाहिँ अहिले कुन चाहिँमा पोस्टिङ छौ तिमी? अहिले चाहिँ दाइ मेरो पोस्टिङ भन्दा नि अहिले हामीलाई चाहिँ छाउनीमा फर्स्ट टाइम आएको हो नि त। ओके। त्यहीँ एनएचएस बडीहरूको त्यहाँ देखेर हामी त नयाँ हो नि त। ओके। त्यही भएर त्यहाँ हाम्रो वार्डहरू के छ, ओपिडीहरू के छ, कसरी सञ्चालन हुन्छ, अनि अब कुन ठाउँमा कुन के छ, सिटी कता छ, एमआरआई कता छ, यो सबै कुराहरू ओरिएन्टेसन चलिरहेको है। इन्डक्सन ट्रेनिङ हुन्छ, 3 हप्ता इन्डक्सन ट्रेनिङ चलिरहेको। त्यसमा चाहिँ अब हाम्रो फिल्ड एम्बुलेन्स भन्ने हुन्छ कि त बाहिर यो नेपालभरि छ क्या, 18वटा फिल्ड एम्बुलेन्स छ। अब हाम्रो पर्सि त्यहाँ काभ्रे र भकुण्डे फिल्ड एम्बुलेन्स लाने पनि 2 दिनको प्लान छ हाम्रो। अहिले चाहिँ जस म त्यो सिस्टम एडप्ट हुन खोजिरहेको छु, ओरिएन्टेड भइरहेको छ, ड्युटी नै सुरु भएको छैन एकदम। अब जस्तो सिभिलको जस्तो होइन नि त, आर्मी हो नि त, हजुर छुट्टै फिल हुन्छ नि त। सो भाइ अब तिमी आर्मीमा हुन्छ नि प्रवेश गर्यो, अब जो चाहिँ भर्खरै अब एमबिबिएस गरिरहेको छन् अथवा इन्टर्नसिप अथवा जो चाहिँ अब पछि गएर चाहिँ म नि आर्मीमा जोइन गर्छु एज अ डक्टर, होइन आर्मीमा डक्टर भएर सेवा दिन्छु भन्नेलाई चाहिँ तिमी हुन्छ नि अब के रिक्वायरमेन्ट छ र तिम्रो मेसेज के छ? रिक्वायरमेन्ट अब रिक्वायरमेन्ट पनि केही होला नि त, सबै कुराहरू, र तिम्रो मेसेज त्यो कुरा गरौँ त। अब यो जो भाइ बहिनीहरू जो चाहिँ अब आर्मीमा छिर्ने सोचिरहनु भएको छ, इन्टर्नमा हुनुहुन्छ अथवा कोही एमओ भइसक्नुभयो, रिक्वायरमेन्टको कुरा गर्दा चाहिँ यस्तो हुन्छ। अब केटाको हकमा चाहिँ हाइटमा 5'3" हो, 5 फिट 3 इन्च, उता केटीहरूको हकमा 5 फिट यति हाइट हुनुपर्छ। त्यसपछि वेटमा केटाहरूको लागि 50 केजी, केटीहरूको लागि 40 केजी, यो रिक्वायरमेन्ट छ है। त्यसपछि अरू भनेको चाहिँ यस्तो हुन्छ त, हाम्रो सेलेक्सनमा चाहिँ म थोरै सेलेक्सन प्रोसेसमा फर्स्टमा हाम्रो चाहिँ यो जुन जो फर्म भर्ने, चाहिने डकुमेन्ट बुझाउने त केही नयाँ भएन, त्यो गरेपछि हाम्रो सुरु भनेको चाहिँ बियरिङबाट सुरु हुन्छ है। बियरिङ भनेको चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ हाइट, वेट, बिएमआई यसरी सबै कुरा हेर्नुपर्छ। अहिले मैले हाइट र वेट चाहिँ भने कलर भिजन हेरिन्छ है, कलर भिजनमा पास हुनुपर्छ। त्यसपछि भिजुअल एक्युटी हेरिन्छ, भिजुअल एक्युटीमा 6/6 हुनुपर्छ। र यदि चस्मा लाउने कोही हुनुहुन्छ भने चाहिँ 2 ±2 सम्म चाहिँ कन्सिडर हुन्छ। +-2 भन्दा माथि भएन, मेरो नहुने रहेछ, कति मेरो त धेरै नै छ, 2 सम्म हुन्छ, -2 भन्दा माथि नै भइहाल्यो। त्यसपछि अरू स्क्रिन गर्दाखेरि चाहिँ यो हातखुट्टाहरू बाङ्गो भएको हुनु हुँदैन, कसैको 6वटा हुन्छ होइन, त्यस्तो हुनु हुँदैन, कसैको खुट्टा लामो छोटो हुन्छ त्यस्तो हुनु हुँदैन। त्यसपछि तपाईँको केही ग्रोस डिफर्मिटी हुन्छ नि त, जस्तो यो स्कोलोसिस काइफोसिसहरू हुन्छ नि, त्यस्तो हुनु भएन। त्यसपछि तपाईँको कपाल पनि धेरै झरेको हुनु हुँदैन, अलिकति स्ट्रिक्ट छ, सेतो फुलेको नि हुनु हुँदैन र धेरै झरेको नि हुनु हुँदैन, कपालमा त्यो हुन्छ। अनि यो इयरमा चाहिँ टिएम पर्फेक्ट भएको हुनु हुँदैन, टिएम इन्ट्याक्ट हुनुपर्छ। आँखा मैले भनिसकेँ, कलर भिजन र भिजुअल एक्युटी। त्यसपछि तल अलिकति तल हाइड्रोसिल हर्ने आउनु भएन। त्यसपछि तपाईँको हेमोरोइड्सहरू हुनु भएन। त्यसपछि खुट्टामा पनि अब कसैको हड्डी फ्र्याक्चरहरू भएको ऊ यताउता केही हुनसक्छ नि, पहिला त्यस्तो केही पनि हुँदैन। यो चाहिँ जेनरल यति कुरा केही छैन, बियरिङ भन्छ है। अनि दाँतमा चाहिँ अगाडिको दाँतहरू झरेको हुनु हुँदैन, अन्त किराले खाएको पनि हुनु हुँदैन, र अलि धेरै नै उयो बिग्रेको भनौँ न, बङ्गराको आएको यस्तो पनि हुनु हुँदैन। त्यो भित्रतिर अब धेरै किराले खाएको छ भए फिलिङहरू गर्नु पऱ्यो। यो सबै कुरा सबै कुरा हेरिन्छ। त्यसपछि तपाईँको त्यो पास भएपछि चाहिँ हजुरको हुन्छ रनिङ हुन्छ दाइ। रनिङ 2टा हुन्छ, एउटा चाहिँ 300 मिटर हुन्छ, एउटा चाहिँ तपाईँको 1 माइल दौड हुन्छ दाइ। त्यसपछि पुसअप हुन्छ, चिनअप हुन्छ, सिटअप हुन्छ। यो जस आर्मी भनेपछि चाहिँ 10 चोटि पुसअप गर्न सक्नुपर्छ। केटालाई 10 चोटि, केटीलाई 8 चोटि। रनिङ चाहिँ के त्यो टाइम हुन्छ? रनिङ टाइम हुन्छ दाइ। रनिङ हाम्रो हकमा चाहिँ हामी तपाईँको 300 मिटर दौड चाहिँ 65 सेकेन्डमा पुरा गर्नुपर्छ। 65 सेकेन्डमा 300 मिटर, हजुर। रनिङ एउटा थियो, अर्को चाहिँ तपाईँको 1 माइल रन भनेको हुन्छ दाइ। 1 माइल चाहिँ हामीले 9 मिनटमा कम्प्लिट गर्नुपर्छ। जो ठिकठाक अब धेरै ओबिसिटी नभएको ठिकठाक मान्छे, अलिअलि कहिलेकाहीँ खेल्ने मान्छे सकिन्छ दाइ, त्यस्तो गाह्रो छैन। तपाईँको मैले भनिहालेँ पुसअप हुन्छ, चिनअप 2 चोटि हुन्छ दाइ, पुसअप 10 चोटि, त्यसपछि सिटअप 10 चोटि। यति चाहिँ मिनिमम फिजिकल हुनै सक्नु पऱ्यो। केटीलाई अलिकति सजिलो हुन्छ, केटीहरूलाई तपाईँको चिनअप भन्ने हुँदैन, केटीहरूलाई चाहिँ सिटअप 8 चोटि हुन्छ, पुसअप 5 चोटि हुन्छ, तपाईँको सिटअप 8 चोटि हुन्छ। अनि रनिङमा अलिकति टाइम थप्छ, हाम्रो 9 मिनट छ भने उनीहरूको 11 मिनट हुन्छ, हाम्रो 65 सेकेन्ड छ भने उनीहरूको 75 सेकेन्ड हुन्छ। 9 मिनट चाहिँ 9 र 11 मिनट चाहिँ कति? 1 माइल त्यो हुन्छ है। तपाईँको यति रनिङ सक्यो,
यो पुसअप सिटअप चिन्हबाट सक्यो र ग्रस केही डिफर्मिटी छैन अहिले भनेको कुराहरू छैन भनेपछि ल चाहिँ लिखित एक्जामलाई एलिजिबल भएको लिखित एक्जाम चाहिँ लोकसेवाको एक्जाम हुँदै आर्मीले लोकसेवालाई ह्यान्डओभर गरेको सेम लोकसेवा जस्तो अलिकति फरक भनेको लोकसेवामा चाहिँ 100 हुन्थ्यो भने तपाईँको यसमा चाहिँ 75 MCQ र 75 चाहिँ एसक्यू त्यो चाहिँ यस्तो एमसिक्यू हुन्छ नि त हामीले 75 MCQ सबै फर्स्ट इयरदेखि फाइनल इयरसम्मको जे पनि आउनु सक्यो त्यसपछि सब्जेक्टिभमा चाहिँ तपाईँको लङ क्वेसन र सर्ट क्वेसन भन्ने हुन्छ त्यो दुईवटा गरेर एउटा 10 मार्क्सको र 5 मार्क्स चाहिँ कस्तो सोच्छ त्यो ठ्याक्क फाइनल इयर जस्तो दाइ हामीले पढिरहेको हो नि हामीले त्यो फाइनल एक्जाम दिन्छौँ नि अब तपाईँको जे पनि हुन्छ इएनटी होस् आई होस् मेडिसिन होस् सर्जरी बारेमा त्यो ठ्याक्कै लोकसेवा जस्तै सिलेबस छ लामो सिलेबस छ सिलेबस हेरेपछि त्यो सबैले थाहा भइहाल्छ त्यो चाहिँ थियो दाइ रिटर्न त्यो रिटर्न क्लियर भएपछि अब आउँछ तपाईँको प्र्याक्टिकल भनेको चाहिँ हजुरको ठ्याक्कै फाइनल इयरको हामीले दिन्छौँ नि लङ केस एउटा केस हुन्छ सपोज अब कोलेसिस्टाइटिस होला अरे कोएलिथियासिस होला अरे अथवा मेडिसिनमा स्ट्रोक होला अरे होइन ठ्याक्कै हाम्रो फाइनल इयर लङ केस एउटा मेडिसिनको लङ केस हुन्छ दाइ एउटा सर्जरीको लङ केस हुन्छ हजुर त्यो हुन्छ त्यसपछि भाइभा त्यही दिन हुन्छ भाइभा टेबल भाइभामा चाहिँ हजुरको इन्स्ट्रुमेन्टहरू हुन्छ इसिजी हुन्छ हेरी मेडिसिन र सर्जरी भनौँ न एक घन्टा लङ केस एक घन्टा टेबल भाइभा त्यो छ दाइ प्र्याक्टिकल त्यसपछि हजुरको प्र्याक्टिकलमा नाम निस्केपछि अब हाम्रो हुन्छ क्या तपाईँको यो साइकोलोजिकल टेस्ट भन्छ कि साइकोलोजिकल टेस्टमा चाहिँ आइओटिओ जिटिओ भन्ने हुन्छ क्या तपाईँको 1 हप्ता जति लाग्छ यो होइन हजुरको साइकोलोजिकल फिट साइकोलोजिकल यो मेन्टली सक्यो होइन अब साइकोलोजिकली यसमा चाहिँ हजुरको के हुन्छ भन्दाखेरि तपाईँको एउटा आइओ भनेको चाहिँ इन्टरभ्यू नै हो एक किसिमको तपाईँको 1 घन्टा जति सिनियर सरले 1 घन्टा राखेर हजुरको डिटेल कुराहरू सोध्नुहुन्छ त्यसमा हजुरको पास्ट जन्मदेखिको अहिलेसम्मको आफ्नो लाइफ सोध्नुहुन्छ एकाडेमिकली पनि सोध्नुहुन्छ र त्यसमा चाहिँ एमसिक्यूहरू त खासै अलिक थोरै हुन्छ मेन चाहिँ त्यसमा हजुरको यो रिसेन्ट बाहिर के भइरहेछ नेसनली इन्टरनेसनली न्युजहरू सोध्नुहुन्छ साइकोलोजिकलमा एउटा इन्टरभ्यू 1 घन्टाको लामो इन्टरभ्यू हुन्छ दाइ एक दिन प्योर इन्टरभ्यू मात्र 1 घन्टाको त्यसमा चाहिँ तपाईँको थोरै यो इन्टरनेसनल र नेसनल न्युजहरू अलिअलि जिके अनि अरू चाहिँ कम्फर्टेबल टर्म हुन्छ त्यो हो अनि अर्को तपाईँको जिटिओ भन्ने हुन्छ है त्यो भनेको चाहिँ हजुरको 2-3 दिनै लाग्छ क्या तपाईँको त्यसमा चाहिँ धेरै कुरा हुन्छ समरीमा भन्दाखेरि चाहिँ एउटा ग्रुप डिस्कसन हुन्छ ग्रुप डिस्कसनमा एउटा टपिक दिइन्छ वुमन इम्पावरमेन्ट होला अरे ब्रेन ड्रेन होला आफूले बोल्नुपर्ने कसरी स्ट्यान्ड अप गर्न सकिन्छ आफूले बोल्नुपर्ने एउटा ग्रुपमा फेरि त्यो पनि ग्रुपसँग सहमति मिलेर लिडरसिप क्वालिटी पनि सबैले आउँछ एउटा त्यो त्यसपछि तपाईँको एउटा लेक्चरेट भन्ने हुन्छ त्यसमा चाहिँ तपाईँले आफूले लेक्चर दिनुपर्छ पढाउनु पर्यो हजुर 10 मिनट 5 मिनट जति एउटा विषयमा अघि जस्तै एउटा विषयमा पढाउनुपर्छ त्यो हुन्छ त्यसपछि अरू भन्दा हाम्रो यो प्रोग्रेसिभ ग्रुप टास्क कमान्ड टास्क भन्ने हुन्छ त्यो अलि हाम्रो टेक्निकल काम के हुन्छ भन्दाखेरि त्यसमा चाहिँ हजुरको हाम्रो एउटा रोप त्यहाँ हुन्छ एउटा रोप हुन्छ त्यसपछि एउटा प्ल्याङ्क हुन्छ अनि यस्तै कुराहरूमा अनि अब्स्ट्याकल हुन्छ के अब्स्ट्याकल अब सपोज अब एक ठाउँबाट अर्को ठाउँमा कसरी जाने त भन्ने कुरा प्लानिङ गरेर आफूसँग भएको रिसोर्स युज गरेर जानुपर्ने हुनसक्छ के यो चाहिँ नयाँ कुरा हो यस्तो हुन्छ त्यसपछि त्यहाँ फिजिकल्ली नि फेरि कुरा हुन्छ त्यहाँ एउटा इन्डिभिजुअल अब्स्ट्याकल भन्ने हुन्छ क्या त्यो भनेको चाहिँ तपाईँको यो डोरी चढ्नेहरू हुन्छ नि डोरी चढ्ने गर्नुपर्छ हामीले पनि गर्नुपर्छ डोरी चढ्ने हाम फाल्ने दौडिने अब्स्ट्याकलहरू ठ्याक्कै त्यही हो त लङ जम्प हाई जम्प होइन रोप क्लाइम्बिङ मोन्स्टलहरू भन्ने हुन्छ त्यस फिजिकल कुराहरू यो त्यस्तो कुराहरू हुन्छ त त्यसपछि अर्को भनेको चाहिँ तपाईँको यो हजुरले याद छ छैन हामीले त्यो पाटनको इन्ट्रान्स दिने बेला साइकोलोजिकल टेस्टमा के हुन्थ्यो भने ऊ हुन्छ कि त्यसमा तपाईँको यो चाहिँ ऊभित्र टिओभित्र पर्छ टिओभित्र चाहिँ तपाईँको यो थीमेटिक एप्रोसेसमेन्ट टेस्ट भन्छ कि ट्याप भन्छ त्यो भनेको चाहिँ तपाईँको पिक्चर हुन्छ 12वटा पिक्चर हुन्छ त्यो 12वटा पिक्चर हेर्ने अनि आफूले स्टोरी बनाउने त्यो चाहिँ मान्छेले छोटो समयमा कसरी आफूले इन्टरप्रेट गर्ने कुराहरूलाई कतिको पोजिटिभ छ कतिको क्वालिटी अफिसर लाइक क्वालिटी भन्छ कि ओएलक्यू भन्छ त्यसमा एउटा 12वटा पिक्चरको स्टोरी बनाउनुपर्छ त्यसपछि अर्को तपाईँको सिचुएसन रियाक्सन टेस्ट भन्छ नि एसआरटी भन्छ कि त्यो भनेको चाहिँ सपोज अब तपाईँ एउटा बसमा हुनुहुन्छ बसमा आग लाग्यो तपाईँ के गर्नुहुन्छ हिँडिरहनु भएको छ त सर्प देख्नुभयो के गर्नुहुन्छ भन्ने खालको क्वेसन हुन्छ नि सिचुएसन 60वटा क्वेसन हुन्छ 60वटा त्यसपछि अर्को भनेको तपाईँको वर्ड एसोसिएसन टेस्ट भन्छ वाट भन्छ WAT त्यसमा चाहिँ तपाईँलाई वर्डहरू दिन्छ सपोज तपाईँ लभ देला अरे तपाईँले त्यो लभ वर्ड देखेपछि एउटा सिनेस बनाइहाल्नुपर्छ
ओके अब तपाईँ त्यसमा पिस होला अरे एउटा सेन्टेन्स बनाइहाल्नु टाइम लिमिट हुन्छ दाइ त्यसमा टाइम गाह्रो भनेको चाहिँ टाइम लिमिट हो छिटो छिटो चेन्ज हुन्छ क्या दाइ त्यो त्यो चाहिँ तपाईँको यो चाहिँ यसमा पनि तपाईँको 60वटा वर्ड हुन्छ होइन टाइमै हुँदैन दाइ 30 सेकेन्ड हुन्छ 30 सेकेन्डमा लेखिरहनु त्यही हो अब साइकोलोजिकल टेस्टमा मान्छेको कस्तो एटिट्युड छ कस्तो के सोच छ कतिको पोजिटिभ छ कतिको लिडरसिप क्वालिटी छ कति कम्युनिकेसन स्किल छ सबै कुरा भनौँ सबै कुरा हेर्नलाई चाहिँ यो आइओटिओ जिटिओ भने नि हामीले यो तिनवटा हुन्छ यो गरेर क्लियर हुनु पऱ्यो अब चाहिँ सकिन लाग्यो अब एउटा बोर्ड कन्फरेन्स भन्ने हुन्छ बोर्ड कन्फरेन्स भने सानो इन्टरभ्यू नै हो बोर्ड कन्फरेन्समा यो नेसनल इन्टरनेसनल न्युज हल्का जिके सोध्नुहुन्छ करेन्ट अफेयर्सहरू सोध्नुहुन्छ र नेपाल आर्मी किन आएको भन्ने कुराहरू यता आउँछ त्यसपछि यो पास भइसकेपछि चाहिँ अब सक्यो अब चाहिँ तपाईँको फुल मेडिकल एक्जामिनेसन भन्ने हुन्छ डिटेल्ड मेडिकल एक्जामिनेसन यसमा चाहिँ तपाईँको ब्लडहरू लिने सेरोलोजी युरिन लिने अब ड्रग स्क्रिनहरू सबै अनि हरेक डिपार्टमेन्ट रेसिपी मेडिसिन सबै डिपार्टमेन्टमा चेक गएर त्यो हेड टु डु भनौँ टाउटे सबै जाँच हुन्छ दाइ यो हुन्छ यो भइसकेपछि चाहिँ अनि फाइनल रिजल्ट आउँछ मेडिकलमा चाहिँ ल अब चाहिँ भयो भने चाहिँ अनि एउटा लास्टमा फाइनल इन्टरभ्यू भन्ने हुन्छ एउटा यो मेडिकल सबै मेडिकलै फिट भयो अब चाहिँ एउटा फाइनल इन्टरभ्यू भन्ने हुन्छ फाइनल इन्टरभ्यूमा चाहिँ आफ्नो जर्नी मैले भने 8 महिनाको जर्नी थियो त्यो सबको समरी सरहरूले सोध्नुहुन्छ के कस्तो भयो अब मैले अब किन आर्मी हुन खोजेको भन्ने कुराहरू यसै सोधेर फाइनल इन्टरभ्यूमा पछि चाहिँ सेलेक्सन हुने नहुने भन्ने हुन्छ फाइनल लामो छ त लामो छ रमाइलो पनि छ अरू एक्जाम भन्दा फरक छ यो त लाइफ एक्सपिरियन्सले यो त लाइफ एक्जाम भन्दा नि लाइफ एक्सपिरियन्स जस्तो लाग्यो मलाई मेरो एउटा साथी थियो है उसको सेलेक्सन चाहिँ भएन तर उसले भन्थ्यो कि ल कमसेकम 8 महिना हामी सँगै आयौँ यो जोर्नी नै मलाई कति मेमोरेबल भयो भन्थ्यो कि त्यही हिसाबले चाहिँ जोर्नी रमाइलो छ र हजुरले भने जस्तै अब आर्मीको 2-3 राम्रो पक्ष चाहिँ मैले अघि भनिहालेँ एउटा आफ्नो फ्यामिलीको मेडिकल सेक्युरिटी छाउने हस्पिटलमा एसबिएच हस्पिटलमा आफ्नो फ्यामिलीको सेक्युरिटी छ राम्रो छ अर्को भनेको अब मिसन जान पाइन्छ अर्को भनेको पिजी पनि ढिलो चाँडो भइहाल्छ र आफूले भनेको विषय पढ्न पाइन्छ अनि सरकारी जागिर नै हो एक किसिमको जब सेक्युरिटी एउटा अब यति कुराहरू चाहिँ मेन आर्मीमा गएर पाइन्छ जसलाई प्यासन छ जसलाई फेरि यस्तो हो कि त आर्मी आउने भनेको चाहिँ प्यासन भएकै मान्छे आर्मीलाई पहिलेदेखि चिनेको भिजेको फ्यामिली ब्याकग्राउन्ड भएको यस्तोहरू मान्छेहरू बढी आउनुहुन्छ बाहिर अब नथाहा भएर हो कि अब पिजी ढिलो हुन्छ भनेर डराएर हो त्यो चाहिँ थाहा भएन मलाई ठ्याक्क होइन तर त्यस प्यासन हुने मान्छेलाई राम्रो छ मेसेज त्यो एकदम ग्रिलिङ रहेछ र लास्टमा चाहिँ कति सिलेक्सन हुन्छ है मलाई जान्न मन लाग्यो कति चाहिँ एक लटमा लिन्छ एकदम ग्रिलिङ रहेछ सुन्दा पनि जस्तो कि अब त्यो 6-8 महिनाको एकदम मेमोरेबल एक्सपिरियन्स नै भयो होला भनेपछि अब 10-15 इन्टेक हुने रहेछ एउटा ब्याचमा त्यो वर्षमा लगभग 20 जना जति डाक्टर हामीले रेगुलरै इन्टेक गर्छ अहिले चाहिँ अलिकति धेरै लिन कोसिस गरिरहेको थिएँ किनभने बाहिर होइन यो एउटा ब्रेक पनि भयो त्यो कोभिडले गर्दा खुलेन र अहिले बाहिर अलिक बढी हस्पिटल खोलिरहेको थियो पेरिफेरीमा अलिक बढी हस्पिटल खोलिरहेको त्यो हिसाबले अहिले डिमान्ड अहिले 50 जना एमओको प्र्याक्टिस चलिरहेको भविष्यमा पनि अलिकति बढी नै माग्छ रे भन्ने कुरो छ ग्रेट सुन्दाखेरि एकदम हुन्छ नि त्यो एकदम इन्ट्रेस्टिङ के अब आजको सेसन चाहिँ मलाई चाहिँ लाइक डिफ्रेन्ट लाग्यो क्या मैले चाहिँ अब सिनियर सेसनमा चाहिँ अब एमबिबिएसमा कसरी क्र्याक गर्ने अब भाइ बहिनीहरूलाई चाहिँ टिप्स दिइरहेको हुन्थ्यो कि मोस्टली चाहिँ तर आजको चाहिँ लाइक इट्स डिफ्रेन्ट एक्सपिरियन्स के अब रियल हुन्छ नि अब रियल सिनेरियो रियल केस सिनेरियो जस्तो एक्सपिरियन्स आफ्नो त्यो एक्जाम पनि त्यो हुन्छ नि अब एमबिबिएसको इन्ट्रान्स एक्जामिनेसन अथवा एमडीको इन्ट्रान्स एक्जामिनेसन त त्यो एमसीको सल्भ गरेर आउनु त हो यो एक्जाम त पुरा लाइफकै टप एक्जामिनेसन जस्तो लाग्यो मलाई नि टपमै पर्छ जस्तो लाग्यो सबै कुरा किनभने सबै छ नि त त्योमा त फिजिकल हेरिन्छ तपाईँको मेन्टल हेरिन्छ साइकोलोजिकल हेरिन्छ सबै कुरा हेरिन्छ है त्यही भएर नि अलिक लामो छ र रमाइलो पनि छ भाइ यो धेरै त्यो हुन्छ नि अब यो टफ मलाई चाहिँ एकदम सिचुएसन चाहिँ टफ लाग्यो मेरो लागि चाहिँ होइन अब अरूको लागि पनि होला त्यस्तो टफ चाहिँ छैन अब अहिले लामो भएर त्यस्तो फिल हुन्छ बाहिर बस्दा तर त्यो भित्र गएर दिन थालेपछि फ्लोमा जान्छ एक स्टेपपछि अर्को स्टेप भन्दै तर आफू गाह्रो छैन तर आफू अलिकति भित्र चाहिँ आफूमा प्रिपेयर चाहिँ हुनु मेरो अलिक लामो जर्नी हुनेवाला छ भन्ने भन्ने हुनु पऱ्यो नि त त्यो पर्सिभियरेन्स त चाहियो त्यसको लागि चाहिँ मैले भन्न खोजेको के अब त्यो पर्सिभियरेन्स नभएको मान्छेसँग त अब गाह्रै हुन्छ नि त यो भयो
अब डक्टरहरूको लागि पनि अब सुविधाहरू पनि अब भइहाल्यो, फेसिलिटिजहरू पनि अब जस्तो त्यो पोजिटिभ नै भयो, मिसन जानु पाउनेदेखि लिएर अरू फेसिलिटी आफ्नो परिवारको लागि पनि एउटा छुट्टै प्राइडको मुभमेन्ट हो, प्लस फेसिलिटी पनि रहेछ, हेल्थ सेक्युरिटी पनि रहेछ। र आजको सिनियर सेसनमा चाहिँ हामीले चाहिँ हुन्छ नि अब आर्मी डक्टर होइन अब कसरी चाहिँ प्रवेश गर्ने र कसरी चाहिँ अब हामीले चाहिँ के छ फाइदा त्योमा होइन, इन्ट्री गर्दाखेरि फाइदा के छ, डक्टर सानुकाजी बस्नेतबाट चाहिँ हामीले धेरै जानकारी पायो। मेरो जुनियर भाइ हो, अब भाइ चाहिँ अब लेफ्टिनेन्ट भएको छ होइन, खुसी लागेको छ। अब फेरि मिसन पनि जान पाएला 2 वर्षपछि, अब एकदम खुसीको कुरा सुन्न पाओस् है, लाइफमा प्रगति गर भाइ, एकदम थ्याङ्क यू होइन आएकोमा। र अन्तिममा चाहिँ तिम्रो हुन्छ नि अब कस्तो रह्यो आजको कस्तो रह्यो हाम्रो सिनियर सेसनको यो हुन्छ नि पोडकास्ट कस्तो रह्यो, आफ्नो एक्सपिरियन्स अन्तिममा के भन्न चाहन्छौ? हुन्छ दाइ, दिपेन दाइलाई नि म धेरै थ्याङ्क यू भन्न चाहन्छु। दाइले भाइलाई सम्झेर यहाँ आफ्नो एक्सपिरियन्स सेयर गर्न मेरो मौका दिनुभयो। अनि दाइसँग भेट्न भएको धेरै भयो थियो, दाइ रसुवा हुनुहुन्थ्यो, म धारिङ थिएँ, एक्ज्याक्टली भेटघाट नै भयो दाइ भाइको। थोरै आफूले भोगेको एक्सपिरियन्स त हो नि यो त, मैले जे गरेँ जे देखेँ त्यही भनेको हो। त्यही भएर मेरो म्यासेज भनेको चाहिँ अब अघि मैले भनेको क्राइटेरियाहरू अलिअलि फिजिकल टेस्ट हुन्छ, अलिअलि मेन्टल टेस्ट हुन्छ र लोकसेवा भनेपछि हाम्रो पढाइको टेस्ट पनि भइहाल्छ। यो सबै कुरामा दक्ष भएपछि र नेपालमै बस्ने र नेपाल आर्मीमा प्यासन भएको यङ्स्टरहरू मेरो भाइ बहिनीहरूलाई चाहिँ म वेलकम भन्न चाहन्छु। त्यही नै हो। डेफिनेटली भाइ, सोसल मिडिया ह्यान्डल भाइको चाहिँ सोसल मिडिया ह्यान्डल चाहिँ डिस्क्रिप्सनमा म राखिदिन्छु, किनभने कोही कसैलाई जिज्ञासा हुन्छ नि पर्सनली 1 to 1 तिमीले झन् क्लियर गर्न सक्छौ नि त। सो सोसल मिडियाको फेसबुक कि तिमी कुन बढी चलाउँछौ? फेसबुक कि अरू सोसल मिडिया ह्यान्डल? मेरो फेसबुक र इन्स्टाग्राम दुइटैमा, भाइ बहिनीहरूलाई जेमा सजिलो लाग्छ मलाई कन्सल्ट गर्न सक्छु। ओके, कन्सल्ट हाम्रो डक्टर सानुकाजी भाइलाई चाहिँ फेसबुक अथवा इन्स्टाग्राममा चाहिँ तपाईँहरूले कन्सल्ट गर्न सक्नुहुन्छ। म चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु भाइको चाहिँ सोसल मिडिया ह्यान्डल, तपाईँहरू कन्सल्ट गरिदिनु भयो भने तपाईँहरूकै लागि राम्रो कुरा त हो। भाइले चाहिँ क्लियरली अब मेरो एक्सपिरियन्सबाट अरूले राम्रो पक्ष पनि थाहा पाउँछ, नराम्रो पक्ष हरेक कुराको प्रोज कन हुन्छ दाइ। मैले अहिले जे भने कति छुट्यो होला, सबै कुराको प्रोज एन्ड कन्स त भइहाल्छ। हुन्छ त, म अहिले 1 to 1 त अझै क्लियर हुन्छ, थाहा पाउँछ। सो त्यसको लागि पनि तपाईँहरूले डिस्क्रिप्सन चाहिँ गरिदिनु होला र भाइसँग चाहिँ भेटघाट भइहाल्छ, हाम्रो कुराकानी भइहाल्छ। एकदम थ्याङ्क यू। आजको लागि दर्शकबिनहरूलाई पनि अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू र यो पोडकास्टलाई माया दिनु भएकोमा धेरै धेरै धन्यवाद। प्लिज तपाईँहरू फिडब्याक आफ्नो कमेन्ट पनि गरिदिनु होला, तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र डोन्ट फर्गेट टु लाइक दिस पोडकास्ट। थ्याङ्क यू अल, सी यू, बाइ।